मसी र अघि हामी उज्याला दिनहरू भनेर गीत गाउँदै थियौँ र अलिकति दिनहरू पनि उज्यालो हुँदैछ। 4 महिना जति निकै रातको समय बितेको छ र अब उज्यालो दिनहरू अलिकति खुल्दै जाँदैछ। परमेश्वरलाई धन्यवाद होस्, उहाँको सृष्टि अक्टोबरदेखि लिएर फेब्रुअरी अन्तिमसम्म आइपुग्दाखेरि निकै अँध्यारो समयहरू लगभग 4 महिना जति 4-5 महिना अँध्यारो दिनहरू बितिसकेका छन् र अब बिस्तारै उज्यालो खुल्दै जाँदैछ र परमेश्वरलाई धन्यवाद होस्। अनि उहाँको सृष्टि बडो अचम्मको छ। अनि त्यसरी हाम्रो दुईजना दिदीहरू निकै बिरामी थिए। अनि कान्छी दिदी अपरेसन पछि फेरि पनि निकै चिकित्सा अवस्थामा रहेर प्रार्थनाहरू गऱ्यौँ। अनि परमेश्वरले प्रार्थना, औषधि, उपचार सबै कुरामा सहायता गर्नुभयो। सबै कुरो मानिसहरूको प्रयास कोसिसहरूमा परमेश्वरले हात बढाउनु भयो, सहायता गर्नुभयो। ती सबै कुरोको नतिजा हामी आज स्वस्थ भएर चर्चमा बसिरहेको देख्छौँ दिदीहरूलाई र प्रभुलाई महिमा होस्। र हामी छोटो समय परमेश्वरको वचन हेरौँ र म पनि हप्ताभरि काममा व्यस्त रहेर अनि सायद मलाई त्यति थाहा पनि थिएन कि म के बोलौँ भनेर। म यो शनिबार होला भन्दै मैले सोचेको थिएन। अर्को शनिबार चाहिँ होला मेरो पालो भनेर म ढुक्कै बसिरहेको थिएँ। र अस्ति भान्जी ममताले यसको अगाडिको 2 हप्ता लगातार बोल्नुभयो। 1 हप्ता उहाँकै पालो थियो र त्यस शनिबार उहाँले बडो आशिषमय वचन बोल्नुभयो। र त्यसपछि दोस्रो हप्ता पनि छुङ्कुको अनुपस्थितिमा होला। छुङ्कुको अनुपस्थितिमा भान्जी शर्मिलाले लिइदिनु भयो र उहाँले पाएको परमेश्वरबाट पाएको अगुवाई दर्शनहरूको बारेमा स्पष्ट र हजुर त्यही त भान्जी ममताले बोल्नुभयो। अनि लगातार 2 हप्ता उहाँले नै लिनुभयो, यस अगाडिको 2 हप्ताहरू। र आज फेब्रुअरी महिनाको 28 अन्तिम दिन पनि र हामी यहाँ चर्चभित्र छौँ। र हामीलाई यदि आफूलाई प्यारो लाग्ने कुरो अथवा आफूले सधैँ प्रयोगमा ल्याइराख्ने कुरो, आफूलाई चाहिने कुरो, आफूले धेरै प्रेम गरेको कुरो अथवा राम्रो लागेको कुरो तपाईँलाई कसैले सोध्यो कहाँ छ तिम्रो त्यो चिज भनेर सोध्यो भने, अब जस्तै सिलासलाई सोधेँ मैले भने सिलासको बिरालो आज कहाँ छ, सिलासको बिरालो आज कहाँ छ भन्दाखेरि सिलासलाई त्यति गाह्रो पर्दैन मेरो बिरालो कहाँ छ भनेर गएर फेला पार्नको लागि। सिलासलाई थाहा छ बिरालो प्रायः जसो यो समय कहाँ बस्छ भनेर। र त्यसरी नै हरेकलाई है, कसैले घोडा पालेका हुन्छन्, कसैले हात्ती पालेका हुन्छन्, कसैले भेडा बाख्राहरू पालेका हुन्छन्। अनि त्यो जानवरहरू आफूले सधैँ ख्याल गर्ने, आफूले सधैँ आफ्नो नजरमा भएका चिजहरू र आफूले सधैँ स्याहार चाकर गरेर पालन पोषण गरेर राखेको चिजहरू कहाँ गएको छ, यो समय त्यसलाई म कहाँ पाउन सक्छु भनेर खोज्न गयो भने त्यस विषयमा ज्ञान भएका मानिसहरूलाई त्यति गाह्रो पर्दैन कि म कहाँ खोज्न जाने, कहाँ गयो होला भनेर। त्यसरी नै परमेश्वरको बारेमा यदि कसैले एउटा विश्वासीलाई ख्रीष्ट येशूको बारेमा र हामीले बिताएको पुरानो जीवनको बारेमा झट्टै सोध्यो भने त्यति फरक पर्दैन कि हामीले पुरानो बिताएको जीवन र ख्रीष्ट येशूमा विश्वास गरे पश्चातको जीवनमा के फरक पाउनुभयो
ख्रिस्ट येशू र अरू धर्महरूमा के फरक छ, पहिलेको तपाईँको जीवन कस्तो थियो र अहिले ख्रिस्टमा आएपछि तपाईँको जीवन कस्तो भयो भनेर यदि कसैले प्रभुलाई नचिनेका मानिसहरूले अथवा प्रभुलाई चिनेका मानिसहरूले पनि ख्रिस्टको बारेमा सोध्यो र परिवर्तन भएको जीवनको बारेमा सोधे र पहिलेको जीवन कस्तो थियो भनेर सोधे भने ख्रिस्टको बारेमा ज्ञान भएका मानिसहरूलाई बताउन त्यति गाह्रो पर्दैन, धेरै ठुलो फरक पर्दैन। कारण हामी देख्न सक्छौँ कि संसारका सबै धर्म कर्महरूमा ती चेलाहरूले गरेको, ती चेलाहरूले गुरुको गोडाहरू धोएको, तिनीहरूको भक्तहरूको चेलाहरूलाई भक्त पनि भनिन्छ, भक्तजनहरूले आफ्नो गुरुको खुट्टाहरू धोएको, गुरुको सेवा गरेको, गुरुको आवश्यकताहरू पुरा गरेको गर्नु नै तिनीहरूको धर्म हो। तर ठिक यसरी विपरीत ख्रिस्ट येशूले हाम्रो लागि के गर्नुभयो भनेर कसैले हामीलाई सोध्यो भने ख्रिस्ट येशूले तपाईँको लागि के गर्नुभयो र तपाईँले चाहिँ हिन्दू धर्म छोडेर ख्रिस्टमा आउनुभयो। यहाँ हेर्दाखेरि धेरै नै हामी त्यस्तै परिवारबाट प्रभुमा आएका छौँ। के चाहिँ पाउनु भएन, पुरानो धर्ममा बुद्धिस्टमा हुँदाखेरि, ख्रिस्टमा हुँदाखेरि है, साईमा हुँदाखेरि अथवा विभिन्न धर्महरूमा हुँदा चाहिँ के कुरो पाउनु भएन र ख्रिस्टमा आएपछि तपाईँले के कुरो पाउनुभयो भनेर यदि कसैले प्रश्न गर्नुभयो भने तपाईँहरूलाई सजिलो हुन्छ कि ख्रिस्टमा आएर तपाईँले के पाउनुभयो र ख्रिस्टमा आउनुभन्दा अगाडि तपाईँले के पाउनु भएको थिएन भनेर। र लुका 22 अध्यायको 27 पदमा हामी पढ्यौँ भने थाहा हुन्छ। दुई चारवटा बाइबलका पदहरू पढ्छौँ। लुका 27 अध्यायको 22को दोस्रो खण्डलाई, लुका 22 अध्यायको 27 पद कसैले पाउनु भने पढ्नुहोस्, सहायता मिल्छ। 22 अध्यायको 27 पदको दोस्रो खण्ड। तिमीहरूको बिचमा एकजना सेवक गर्ने जस्तै छु। 22 अध्यायको 27 पदको दोस्रो खण्ड अलिक मिलेन, कसो हो? किनभने ठुलो को हो? हजुर, भजन खान बस्ने कि सेवा गर्ने? यो भजन खान बस्ने होइन, तर म तिमीहरूको बिचमा एकजना सेवा गर्ने जस्तै छु। यहाँ भनेको छ तर म तिमीहरूका बिचमा एकजना सेवा गर्ने जस्तै छु भनेर। र ख्रिस्ट येशूले मात्र यस्तो बोली र व्यवहार गर्नुभएको देख्छौँ कि म चाहिँ ठुलो हल्लासँग अथवा ठुलो राजकीय परिवारको सदस्य जस्तो अथवा ठुलो शाही खानदानको एउटा सदस्य जस्तो भएर आइन, तर म त साधारण एउटा सेवा गर्ने सेवक जस्तै सेवक भएर आएँ भनेर ख्रिस्ट येशूले मात्र यस्तो बोली र व्यवहार गर्नुभयो। ख्रिस्ट येशूले मात्र यो कता बटारेको छ कि यो उता गए जस्तो लाग्यो। ख्रिस्ट येशूले मात्र यस्तो बोली र व्यवहार गर्नुभयो र एउटा गुरुले आफ्नो कम्बरमा तौलिया बेरेर आफ्नो चेलाहरूको खुट्टा धुनुभयो। उहाँले बोल्नु मात्रै भएन, तर उहाँले व्यवहारमा पनि ल्याउनु भयो। म एउटा सेवा गर्ने सेवक जस्तै भएर आएको छु भन्नुको मतलब चाहिँ उहाँले त्यतिमै सीमित राख्नु भएन, तर एउटा व्यवहारमा पनि उहाँले उतार्नु भयो र तौलिया बेरेर आफ्नो कम्बरमा तौलिया बेरेर चेलाहरूको खुट्टा धुनु भयो र त्यो तौलियाले खुट्टा पुछिदिनु भयो। यो कस्तो अचम्मको प्रेम! गुरुले सेवा गर्छन्, गुरुले दिन्छन्, अनि गुरु आफ्नो मानिसहरूका निम्ति मर्छन् र स्वर्ग र पृथ्वीको मालिक ख्रिस्ट येशूले मात्र आफ्नो मानिसहरूको शारीरिक आवश्यकताहरू
पनि उहाँले पुरा गर्नुभयो र आत्मिक खाँचोहरू पनि पुरा गरिदिनु भएको कुरा हामी धर्मशास्त्र बाइबलमा पल्टाएर हेर्दाखेरि प्रशस्तै देख्छौँ। यहाँनिर गुरुले आफ्नो चेलाहरूको आफ्नो कमरमा तौलिया बेर्नुहुन्छ, आफ्नो चेलाहरूको खुट्टा धुनुभयो र उहाँले आफूले बेरेको तौलियाले खुट्टा पनि पुछिदिनु भयो। यहाँ चेलाहरूको शारीरिक आवश्यकताहरू पुरा गरिदिनुहुन्छ भन्ने गर्नुभएको कुरा पाउँछौँ। लुका 22:27 हामीले पढ्यौँ कि म त एकजना सेवा गर्ने सेवक जस्तै भएर आएँ। उहाँले कहिल्यै पनि ठुलो कुरा गर्नु भएन, कहिले पनि धाक र धक्कु दिनु भएन, कहिले पनि एउटा एकदम प्रख्यात गुरुको रूपमा आफूलाई प्रस्तुत गर्नु भएन, तर साधारण सेवकको रूपमा आफूलाई जहिले पनि उहाँले प्रस्तुति दिनुभयो र जहिले पनि चेलाहरूको बिचमा आफ्ना मानिसहरूको बिचमा उहाँले आफूलाई त्यस्तै अवस्थामा प्रस्तुत गर्नुभयो जुन उद्देश्य लिएर उहाँ आउनुभएको थियो। र उहाँका मानिसहरूले पनि आफ्नो गुरुको नम्र भूमिका निभाउनुपर्छ भन्ने कुरा धेरै ठाउँ उहाँले सिकाउनु भयो। र हामी प्रभुलाई पाएका मानिसहरूले पनि उहाँले सिकाएका कुरा सिक्नुपर्छ र उहाँले गरेका कामहरू गर्नुपर्छ। उहाँले निर्वाह गर्नुभएको कुराहरू चाहिँ हामीले उहाँको अनुपस्थितिमा पनि जारी राख्नुपर्छ। ख्रिस्टलाई चिन्ने मानिसहरूले यो कुराले चाहिँ ख्रिस्टलाई चिन्ने मानिसहरूको जीवनद्वारा चाहिँ यो कुराहरू ख्रिस्टले प्रस्तुत गर्नुभएको उदाहरणहरू चाहिँ हामीले राम्ररी प्रस्तुत गरिराखेका छौँ, हामीले राम्ररी व्यावहारिक जीवनमा उतारिराखेका छौँ भने ख्रिस्टलाई नचिनेका मानिसहरूको बिचमा पनि गएर बाइबलै खोलेर धमाधम प्रचार गर्नु पर्दैन, बाइबलै खोलेर धमाधम परमेश्वरको वचनको विभिन्न खण्डबाट बाँडिरहनु पर्दैन। तर हाम्रो व्यावहारिक जीवनहरूले पनि हामीले प्रभु ख्रिस्टको मानिसहरूको बिचमा, प्रभु ख्रिस्टलाई नचिनेका मानिसहरूको बिचमा ठुलो गवाई दिइराखेका हुन्छौँ व्यावहारिक जीवनले पनि। र पहिलो शताब्दीका मण्डलीका विश्वासीहरूले को बारेमा जे कुरा हामी देख्छौँ, जे कुरा भनिएको थियो त्यो आज 21औं सदी बित्दा पनि मण्डलीका विश्वासीहरूमा यो कुरा त्यही कुरा भनिएको छ। जुन कुरा प्रभु येशू ख्रिस्टको समयमा बोलिएको वचन हो यो, अब यो वचन साटिएको छैन, यो वचनमा फेरबदल आएको छैन, यो वचनमा कसैले घटाएको छैन। अब लेख्न त धेरै किताबहरू लेखे, विभिन्न सङ्घ संस्थाका मानिसहरूले, विभिन्न मतका मानिसहरूले अब विभिन्न प्रकारले बाइबलको टीका टिप्पणी गरे, कतिले बाइबललाई सच्याउने कोसिस गरे, कतिले बिगार्ने कोसिस गरे, कतिले आफ्नो झुन्डको विषय मूल सिद्धान्तमा किताबहरू लेखे, इत्यादि कुराहरू गरे। तर हामीसँग भएको सिङ्गो धर्मशास्त्र बाइबलमा कहीँ पनि ती कुराहरू परिवर्तन भएका छैनन्। र यूहन्ना 13:14-15 पनि पढौँ त, कसरी यो ढ्याङ्गै गर्दैछ। हजुर, पहिलो होइन, यूहन्ना सुसमाचार 13:14-15 कसैले पाउनुभयो भने त्यो पनि पढ्न सक्नुहुन्छ। यदि तपाईँहरूलाई जाँगर चलेछ भने पहिलो यूहन्ना 13:14-15 किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु र जसो मैले तिमीहरूको निम्ति गरेँ तिमीहरूले पनि त्यसै गर। मैले तिमीहरूको गुरु र तिमीहरूको प्रभु भएर पनि मैले तिमीहरूको गोडा धोएर मैले तिमीहरूको सेवा गरेँ भने जे कुराहरू मैले तिमीहरूलाई सिकाएँ त्यो कुराहरू तिमीले पनि निरन्तर गर्ने गर। यो भनाइ परिवर्तन भएको छैन। तपाईँ सोच्नुहुन्छ होला त्यो प्रभु येशूको जमानामा प्रभु येशूले गर्नुभएको काम हो, तर उहाँको समय पनि सिद्धियो, उहाँको जीवन पनि अब क्रुसमा टाँगियो, उहाँ मारिनुभयो र उहाँ स्वर्ग जानुभयो, अब उहाँको उपस्थिति छैन।
भनेर भन्छौँ भने त्यो कुरा गलत हो। तर यो भनाइ आज पनि परिवर्तन भएको छैन। प्रभु येशूले बोल्नु भएको वचन त्यही हो। र अर्को कुरा, इसाई विश्वास संसारका अरू धर्महरूभन्दा विशिष्ट छ, उच्च प्रकारको छ। र संसारिक धर्मले मानिसहरूलाई बाहिरबाट परिवर्तन गर्छ, बाहिरबाट परिवर्तन गर्न सिकाउँछ र बाहिरबाट परिवर्तन गर्ने कोसिस गर्छ। तर यसको विपरीत ख्रीष्ट येशूमा हामीले राखेको विश्वासले हामी भित्र बास गर्नुहुने ख्रीष्टको आत्मा, पवित्र आत्माले हामीलाई भित्रबाट बाहिरसम्म परिवर्तन गर्छ। र संसारिक धर्मले चाहिँ बाहिरबाट परिवर्तन गर्ने कोसिस गर्छ भने ख्रीष्ट येशू र उहाँको पवित्र आत्मा परमेश्वरले चाहिँ हामीलाई भित्रबाट बाहिरसम्मै परिवर्तन गर्नुहुन्छ। र त्यसकारण भित्रबाट बाहिरसम्मै परिवर्तन भएको जीवनले चाहिँ सधैँ ख्रीष्टलाई पछ्याउँछ, सधैँ ख्रीष्टको आवाज सुन्छ, सधैँ ख्रीष्टको आज्ञा पालन गर्छ, सधैँ ख्रीष्ट हिँड्ने बाटोमा हिँड्छ, सधैँ ख्रीष्टले गर्नुभएको कामहरू गर्ने कोसिस गर्छ र इत्यादि कुराहरू। तर बाहिरबाट मात्र परिवर्तन भएकोले चाहिँ मानिसहरूको बिचमा मात्र ती कामहरू गर्छ, मानिसहरूको बिचमा मात्र एक ठाउँ एउटा कुरा गर्छ भने अर्को ठाउँ गएर अर्को कुरा गर्छ, एक ठाउँ एउटा काम गर्छ भने अर्को ठाउँ गएर अर्को काम गर्छ, इत्यादि कुराहरू। तर भित्रबाट परिवर्तन भएको जीवनले चाहिँ, भित्रदेखि बाहिरैसम्म परिवर्तन भएको जीवनले चाहिँ जहाँ र जहिले जहाँ गए पनि जति मानिसहरूको बिचमा आफूलाई प्रस्तुत गरे पनि अथवा एक्लै बस्दाखेरि पनि उसको जीवनमा कहीँ पनि परिवर्तन र फेरबदल हुँदैन, किनभने ऊ ख्रीष्ट येशूसँग हिँडिराखेको हुन्छ। ऊ मानिसहरूसँग मात्रै हिँडिराखेको हुँदैन, तर ख्रीष्ट येशू सँगसँगै ऊ हिँडिराखेको हुन्छ। त्यसकारण परिवर्तन भएको जीवन चाहिँ एक्लै होस् अथवा मानिसहरूको भिडमा होस्, अथवा ख्रीष्टलाई चिन्ने मानिसहरूको बिचमा होस् अथवा नचिन्ने मानिसहरूको बिचमा होस्, तर सधैँ नै बराबर हुन्छ र इत्यादि कुराहरू। र यहाँनिर उदाहरणको निम्ति हामी उहाँको चेला प्रेरित पावललाई पनि लिन सक्छौँ। प्रेरित पावलको जीवन हाम्रो लागि एउटा जीवन्त उदाहरण पनि हो। उनको स्वभावको परिवर्तन यति तीव्र गतिमा भएको थियो कि उनको जीवनमा आएको परिवर्तनले उनको जीवनको कामलाई जसरी सुहाउने खालको उनले नाम पनि प्राप्त गरे। उनले गरेको जति पनि कामहरू थियो त्यो कामलाई सुहाउने उनले नाम पनि गरे, परिवर्तन गरे, उनले नाम पनि प्राप्त गरे। र फलस्वरूप उनको नाउँ टार्ससको साउलको सट्टामा प्रेरित पावलको रूपमा परिवर्तन भयो उनको नाउँ। उनले आफै नाम चेन्ज गरेको होइन, तर उनको नाम त टार्ससमा बसोबास गर्ने साउल थियो, एउटा व्यक्ति। तर जब प्रभुलाई उनले चिने, प्रभुलाई पाए, आफ्नो जीवन प्रभुमा समर्पण गरे, प्रभुमा उनी भित्रदेखि बाहिरसम्मै परिवर्तन भए, त्यसपछि उनको नाम पनि परिवर्तन भयो कि टार्ससको साउल चाहिँ अब प्रेरित पावलमा परिवर्तन भयो। र त्यसपछि उनको जीवन साथसाथै नाम पनि परिवर्तन भएदेखि नै उनले सबै कुरो नयाँ प्रकारले ख्रीष्टको निम्ति काम गरे। त्यसपछि उनले आफ्नो आत्मिक व्यक्तित्वको त्यो परिवर्तन यसरी वर्णन गरेका छन्। गलाती 2:20 पद के गरे त उनले भन्दाखेरि, यहाँ धर्मशास्त्र बाइबलबाटै हामी पढ्छौँ। गलाती 2:20 पद, गलाती 2:20 हामीले हेर्यौँ भने, म ख्रीष्टसँगै क्रुसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन, तर ख्रीष्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिएको छु त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। धन्यवाद भान्जीलाई। र तपाईँहरूले उहाँ पनि देख्नुहुन्छ, पढ्न सक्नुहुनेहरूले, र आफ्नै मातृभाषा नेपालीमा पढ्न सक्नुहुन्छ। गलाती 2:20 पदमा भर्खरै भान्जी अन्जुले पनि पढेर हामीले सुन्यौँ आवाजमा।
र यहाँ भनेको छ म ख्रिस्ट येशूसँगै क्रुसमा टाँगेको छु। अब क्रुसमा टाँगेको व्यक्ति त अब क्रुसको अधीनमा रह्यो नि। अब उसले चाहेर पनि ऊ क्रुसदेखि उफ्रेर छटपटाएर बाहिर आउन सक्दैन। अब ऊ क्रुसको अधीनमा छ, क्रुसमा टाँगेको छ। उसँग भएको बल, ताकत, क्षमता, ज्ञान, बुद्धि सबै कुरो अब उसँगै क्रुसमा टाँगेको छ। त्यसकारण अब ऊ छटपटाएर बल प्रयोग गरेर ऊ बाहिर आएर त्यस क्रुसभन्दा बाहिर आएर उसले गर्न सक्ने केही पनि छैन, किनभने ऊ चाहिँ क्रुसमा टाँगेको छ। यसकारण पावलको परिवर्तन भएको जीवन पनि क्रुसमा टाँगेको जीवन हो। त्यसकारण अब पावलले चाहेर पनि उनले केही पनि गर्न सक्दैनन्, किनभने उनको जीवन त क्रुसमा टाँगेको छ। त्यसकारण विश्वास गर्ने विश्वासीहरूको लागि पनि हाम्रो जीवन चाहिँ अब यदि हामीले साँच्चै ख्रिस्टलाई पाएका छौँ र विश्वास गरेका छौँ भने चाहिँ हाम्रो जीवन चाहिँ क्रुसमा टाँगेको जीवन हो। र यहाँनिर पावलले भनेका छन् म ख्रिस्टसँग क्रुसमा टाँगेको छु। टाँगेको थिएँ होइन, तर टाँगेको छु। टाँगेको थिएँले त क्रुसबाट फुत्केर आएर बाहिर पो घुमिराखेको छ कि क्रुसबाट निस्केर आएर मन पनि गरिराखेको छ कि इत्यादि कुरो गर्दैछ कि भन्ने हुन्छ नि। जेलबाट छुटेको मान्छे जेलबाट छुटेर आएर उपद्रो गरिराखेको हुन्छ कोही बेला है। इत्यादि कुराहरू धेरै कम्ती मान्छेहरू मात्रै परिवर्तन हुन्छन्, तर धेरै मान्छेहरू त पुरानै काम गर्छन्। इलाम जेलमा हामी हुँदाखेरि धेरै मान्छेहरू पटक्कै केसमा परेका थिए। पटक पटक उनीहरूले गल्ती गरेर त्यही कुरा गरेर जेलमा परे, त्यही कुरा फेरि जेलबाट छुटे, त्यही कुरा गरेर फेरि जेलमा आए, फेरि जेलको कैद सकेर फेरि छुटे, फेरि त्यही कुरा गरेर आएर त्यही काम गरेर आएर जेलमा बस्नेहरू पनि 3-4 पटकसम्म जेलमा बस्ने मान्छेहरू पनि थिए। अब तिनीहरूको जिन्दगी त्यही जेलमा जान्छ होला, सायद गयो होला। तर है म ख्रिस्टसँग क्रुसमा टाँगेको छु, म ख्रिस्टसँग क्रुसमा टाँगेको छु भनेको चाहिँ त्यही क्रुसमा अब टाँगेको हो। अब उपरान्त जिउने म होइन, तर ख्रिस्ट ममा जिउनुहुन्छ। त्यसकारण जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरा निम्ति आफूलाई अर्पण गर्नुभयो। र पावलको समयमा यो भनाइ जतिको क्रान्तिकारी र विश्वसनीय थियो, तपाईँ र मैले सोच्नु पर्दैन कि 2000 वर्ष अगाडिको भनाइ हो भनेर। अब कतिजनाले त्यस्तो सोच्छ नि, यो बाइबल त धेरै अगाडि लेखेको पुरानो पुस्तक भयो अब त भनेर। तर परमेश्वरको वचन कहिले पनि पुरानो भएको छैन। र कतिजनाले भन्छन् अब अलिकति छाटकाट गरेर नयाँ प्रकारले गर्नुपर्छ, तर छाटकाट गर्ने ठाउँ कहीँ पनि देखिँदैन। र 2000 वर्षपछि पनि हामी ईसाई जीवनको निम्ति परमेश्वरको वचन त्यत्तिकै व्यवहारिक छ र परिवर्तन नगरिने खालको, परिवर्तन गर्न नसक्ने खालको परमेश्वरको वचन हो। र कसैले परिवर्तन गरेर छाटकाट गरेर गरिँदैन। र जुन जीवन म ख्रिस्टसँग क्रुसमा टाँगेको छु, अब उपरान्त जिउने म होइन, तर ख्रिस्ट ममा जिउनुहुन्छ। अब उपरान्त जिउने म आफै एक्लै होइन, तर ख्रिस्ट म भित्र जिउनुहुन्छ। त्यसकारण म कहाँ गएर के गर्नुपर्छ, कहाँ गएर के बोल्नुपर्छ, कहाँ गएर कस्तो व्यवहार गर्नुपर्छ, त्यो चाहिँ अब म आफै निर्णय लिने होइन, म आफै निर्क्युल गर्ने होइन, म आफै सबै कुरा सर्वसर्व ठान्ने होइन, तर म भित्र कोही बस्नुहुन्छ, ख्रिस्ट बस्नुहुन्छ। उहाँले चाहिँ मलाई यो गर, त्यो बोल, यसो बोल, उसो बोल भन्नुहुन्छ। त्यसकारण यस्तो आत्मिक र व्यवहारिक परिवर्तन गरिदिने शक्तिको थालनी प्रभु येशूको माध्यमबाट हाम्रो जीवनमा सुरु हुन्छ। र यदि प्रभु येशूको माध्यमबाट सुरु भएन भने अरू कसैको माध्यमबाट सुरु भएको हाम्रो जीवन चाहिँ त्यति
भरोसा योग्य हुँदैन, त्यति लाभदायक हुँदैन, त्यति आत्मिक हुँदैन र त्यो न त आत्मिक नभएको जीवनबाट न आफैले केही कुरा सिक्न सकिन्छ न त अरू कसैलाई सिकाउन सकिन्छ। र आज पनि यदि हाम्रो विश्वासी जीवनमा यस प्रकारको परिवर्तन र उद्धार गरिएको तथा मेलमिलापमा ल्याइएको साँचो क्रिस्चियन जीवन है प्रदर्शन गरिरहन सके, सुसमाचारको शक्ति हेर्न चाहने संसारका मानिसहरूको निम्ति हाम्रो परिवर्तन भएको जीवन नै काफी छ। हामीले बोलिरहनु भन्दा पनि अब मानिसले त बोलेको कुरामा कतिसम्म विश्वास गर्ला, कहिले नदेखेको मानिसलाई गएर झट्टै एकैचोटि आफू त्यहाँ प्रस्तुत भएर मजाले बोलेर आउँदाखेरि भोलि पर्सिदेखि कस्तो खालको प्रभाव पर्ला त्यहाँ। तर दैनिक व्यवहारिक जीवनमा र सुसमाचारको निम्ति ख्रिस्ट को हुनुहुन्थ्यो र ख्रिस्टमा के थियो भन्ने कुरा जान्न चाहने इच्छुक मानिसहरूको निम्ति, त्यस्तो इच्छा लिएर हिँडिराखेका मानिसहरूको निम्ति चाहिँ हाम्रो परिवर्तन भएको जीवन सबैभन्दा ठुलो साक्षी बन्नेछ। अब मानिसले त डल्लै बाइबल लिएर पढ्दैनन्, बाइबल लिएर जाँदा पनि उनीहरूसँग समय होला नहोला, समय दिन सक्छन् सक्दैनन् इत्यादि कुरा। अब त सबै कुरा संसारको सबै सिस्टमहरू बदलिँदै आइसकेको छ, मानिसहरू यति व्यस्त छन्, यति अब भेट्नको लागि पनि समय मिलाउनु पर्ने, पहिलेको जस्तो समय छैन इत्यादि कुराहरू। र तिनीहरूको माझमा चाहिँ सुसमाचारको काम चाहिँ कसरी गर्ने होला भन्दाखेरि हाम्रो ख्रिस्ट येशूद्वारा भित्रदेखि बाहिरसम्म परिवर्तन भएको जीवन नै एउटा सुसमाचारको पात्र बनेर हामी जिउन सक्छौँ। सुसमाचारको साक्षी बनेर हामी ख्रिस्टको साक्षी दिइराख्न सक्छौँ। र दुईटा जति बाइबल पद पढेर म अन्त्य गर्छु। 2 कोरिन्थी 2:15 पद, 2 कोरिन्थी 2:15 पदलाई पनि हामी पढौँ। 2 कोरिन्थी 2:15। किनकि उद्धार पाइसकेकाहरू र नष्ट भइराखेकाहरूका माझमा पनि हामी परमेश्वरको निम्ति ख्रिस्टको सुवासना हौँ। यहाँ स्पष्ट भनेको छ है, नष्ट भएर गइराखेका मानिसहरू र आशारहित मानिसहरू, निराश मानिसहरू, दुखित मानिसहरू, असहाय मानिसहरूको बीचमा हामी उद्धार पाएकाहरूको निम्ति प्रभु येशूको प्रेम र अनुग्रह जीवनको सुवासना हो। प्रभु येशू ख्रिस्टको प्रेम र अनुग्रह चाहिँ ती जीवनमा सुवासना नभएका मानिसहरू, जीवनमा दुर्गन्ध फैलिएको मानिसहरू, जीवनमा दुर्गन्ध बोकेर हिँडेका मानिसहरूको, जीवनमा प्रेम नपाएका मानिसहरू, प्रेम बिना हिँडिरहेका मानिसहरूको बीचमा चाहिँ अब हामी उद्धार पाएकाहरू चाहिँ के हो भन्दाखेरि प्रभु येशू ख्रिस्टको प्रेम र अनुग्रह जीवनको सुवासना लिएर हिँडेका मानिसहरू। र तपाईँ र मैले बोल्नु भन्दा पनि तपाईँ र हाम्रो जीवनद्वारा नै मानिसहरूले चिन्नेछन् कि ऊ चाहिँ अलिकति उसको जिउने तौर तरिकाहरू, जीवनशैलीहरू चाहिँ केही त कता न कता त फरक छ। हामी उसलाई फरक पाइराखेका छौँ। के कुरो छ उसमा यस्तो खालको जीवन जिउने चाहिँ भनेर मानिसहरूले उत्सुकता राख्छन्। र मौका परे कुनै दिन तपाईँका आएर सोध्छन् पनि कि तपाईँ यति सरल र यति भद्र प्रकारको, यति सरल, यति भद्र जीवन चाहिँ कसरी जिउनुहुन्छ भन्दाखेरि त्यतिखेर हामी भन्न सक्छौँ, प्रिय भाइ अथवा बहिनी हो, म यो जीवन मेरै आफ्नै कोसिस र क्षमताले परिवर्तन भएको जीवन होइन। तर म पनि एक समय अब अलिकति फरक प्रकारकै मान्छे थिएँ। तर जब ख्रिस्टले मलाई बोलाउनु भयो, ख्रिस्टले मलाई भेटाउनु भयो, मैले आफ्नो जीवन ख्रिस्टलाई दिएँ, तबदेखि नै म
ममा तपाईँहरूले त्यस्तो कुनै परिवर्तन पाउनुहुन्छ अथवा कुनै ममा नयाँ कुरो देख्नुहुन्छ, तपाईँहरूले सोझोपन देख्नुहुन्छ, सरल जीवन देख्नुहुन्छ भने त्यो चाहिँ ख्रिस्टले दिनुभएको जीवन हो भनेर, अनि त्यो जीवन चाहिँ हामी ख्रिस्टमा पाउन सक्छौँ। र तपाईँलाई पनि त्यो जीवन मनपर्छ र तपाईँलाई पनि त्यो जीवन चाहिन्छ भनेदेखि तपाईँ हाम्रो सङ्गतिमा आउनुहोस् अथवा नजिकको चर्चमा तपाईँ जानुहोस्, तपाईँ बाइबल प्राप्त गर्नुहोस्, बाइबल पढ्नुहोस् र जुन जीवन हामी सरल, नम्र र परिवर्तन भएको जीवन जिउन चाहन्छौँ त्यो जीवन चाहिँ ख्रिस्ट येशूले दिनुहुन्छ। र त्यो जीवन चाहिँ अरू संसारको कहीँ पनि कुनै पनि थोकमा खोजेर नभेटिने जीवन चाहिँ ख्रिस्ट येशूमा तपाईँले प्राप्त गर्न सक्नुहुन्छ, तपाईँले पाउन सक्नुहुन्छ भनेर हामी भन्न सक्छौँ। र साँच्चै हामी ज्योतिका सन्तान र परमेश्वरका पुजारी हौँ भने जुनै समय र जुनै स्थानमा पनि हाम्रो जीवन बाइबलले भने अनुसारको परिवर्तनको खाँचो छ। जुनै समय, जुनै स्थान र जुनै अवस्थामा पनि तपाईँ र मेरो जीवन चाहिँ बाइबलले भने अनुसारको, कुनै धर्मगुरुले भने अनुसार, कुनै मण्डलीको पास्टरले भने अनुसार, कुनै आत्मिक अगुवाले भने अनुसार मात्र होइन, तर धर्मशास्त्र बाइबलले भने अनुसारको जीवन परिवर्तन हुन जरुरी छ। र धर्मशास्त्र बाइबल तपाईँहरू पढ्नुहोस्, बेसरी पढ्नुहोस्, मजाले पढ्नुहोस्, नयाँ नियम पुरानो नियम सबै पढ्नुहोस्। तब हामी कस्तो जीवन जिउनुपर्छ धर्मशास्त्र बाइबलले सर्वस्व कुरा बताउँछ। र हामीले परमेश्वरको भय राख्नुपर्छ। हामी उहाँका हौँ, हामी उहाँका हौँ भने उहाँको भय चाहिँ किन नराख्ने त? अब भुटानको राजाको कुरा गर्दाखेरि राजाको अधीनमा बस्ने मानिसहरू, हिजो अस्ति पनि भर्खरको यही बितेको हप्ता पनि गेलेको जङ्गल फाड्न आएको थियो मान्छेहरू। जङ्गल फाडी वर्षमा एकपल्ट मान्छेहरू आउँछन्, साम्चीका, चिराङका, उता नर्थ इस्टर्न भुटानका मान्छेहरू, के अरे सामजोङखर, टासी गाउँतिरका मान्छेहरू आउँछन् र गेलेफुमा त्यो जङ्गल काट्दो रहेछ। अनि गेलेफुमा जङ्गल काट्छ। अनि यसपालि त बाउ छोरै आएका रहेछन्, जिग्मी सिङ्गे वाङचुक र जिग्मी खेसर, दुईजनै बाउ छोरा। अनि तिनीहरूको अगाडि है राजालाई मान्छौँ हामी भन्ने मानिसहरूको अगाडि चाहिँ राजकीय भक्ति चाहिँ कसरी प्रकट गर्ने त भन्दाखेरि मानिसहरू मुख तपेर लासोला यसो गरेर बसिरहेछन् है। त्यसो गरेर बसिरहेछन्। छोरो भन्दा पनि बाउसँग अझै डराउँदो रहेछन् मान्छेहरू, चिग्मी सिङ्गेसँग चाहिँ। उसको छेउमा त न नजिक जान्छन्, न त अनुहारमा अनुहार जुदाएर हेर्छन् है। अब राजाका प्रजाहरूले राजाको भय राखेको कसरी राजालाई बुझाउने त? राजाले कसरी बुझ्न सक्छ कि मेरा प्रजाहरूले मेरो भय राख्दो रहेछ भनेर कसरी बुझाउने? अब राजासँग गएर अनुहारमा अनुहार जुदाएर ठाठाडै बोल्यो भने त राजाको वास्ता गरेको भएन, राजाको सम्मान भएन है। राजाको डर र भय राख्दो रहेछ भन्ने कुनै प्रमाण नै भएन त्यहाँ त। र राजाको चाहिँ हामी भयङ्कर डर र भय राख्छौँ भनेर तिनीहरूले आफूलाई त्यो प्रस्तुति गरेको जीवनशैलीले नै प्रष्ट बुझाइराखेको छ कि राजाको चाहिँ साह्रै डर मान्दा रहेछन् भनेर। र तपाईँ हाम्रो राजा हुनुहुन्छ, हामी तपाईँका प्रजा हौँ। तपाईँ हाम्रो शिर हुनुहुन्छ, हामी तपाईँका है पाउदानमा घोप्टो परेर दण्डवत गर्ने हामी प्रजाहरू हौँ भनेर एउटा अब संसारिक राजाको त त्यत्रो आदर इज्जत हुन्छ भने हामी परमेश्वरको, जसले तपाईँ र मलाई सृष्टि गर्नुभयो, बनाउनु भयो, बोल्न सक्ने क्षमता दिनुभयो, सुन्न सक्ने कानहरू दिनुभयो, सुँघ्न सक्ने नाक दिनुभयो है, छामेर तातो चिसो थाहा गर्न सक्ने है शरीरको भागहरू दिनुभयो।
अमिलो पिरो कस्तो छ भनेर चाख्न सक्ने जिब्रो दिनुभयो है। शरीरमा 5वटा ज्ञानेन्द्रियहरू दिनुभयो र सुनेको कुरा आवाजहरू बुझ्न सक्ने त्यस्तो कानहरू दिनुभयो इत्यादि कुराहरू जसले बनाउनु भयो। त्यो जिग्मे सिंहले त बनाएको होइन नि मान्छेलाई, तर नबनाएको मान्छेले जब एउटा शासन गरेर त त्यत्रो मानिसहरूमा प्रभाव पार्न सक्छ भने तपाईँ र मलाई सृष्टि गर्नुहुने परमेश्वरले कतिको हाम्रो जीवनमा प्रभाव पार्नु भएको छ। हामी उहाँको जीवनबाट कतिको प्रभावित भएका छौँ। उहाँ हाम्रो शिर हुनुहुन्छ, हामी उहाँका शरीरहरू हौ। कलसी 1:18 पढेर म अन्त्य पनि गर्छु। कलसी 1:18 अहिले पढेको गलातीको दायाँपट्टि हजुर 1:18 होला सायद। उहाँ शरीर अर्थात् मण्डलीका शिर हुनुहुन्छ। उहाँ नै सुरु हुनुहुन्छ। मरेकाहरूबाट जीवित हुनेहरूमा उहाँ श्रेष्ठ हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वोच्च हुन्। आमेन। 1:18 हामीले भर्खरै पढ्यौँ, सुन्यौँ, मजाले बुझ्यौँ पनि। र यहाँनिर लेखिएको छ उहाँ शरीर अर्थात् मण्डलीका शिर हुनुहुन्छ। उहाँ नै सुरु हुनुहुन्छ, मरेकाहरूबाट जीवित हुनुहुनेमा उहाँ ज्येष्ठ हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वोच्च हुन्। प्रत्येक कुरामाथि भनेपछि अब कुरै सकिएको। प्रत्येक भनेपछि हरेक कुरामाथि उहाँ नै सर्वोच्च हुनुहुन्छ र उहाँले अगुवाई गर्नुहुन्छ, हामी उहाँलाई पछ्याउँछौँ। यसको मतलब उहाँले हाम्रो शिर हुनुहुन्छ भने उहाँले हामीलाई अगुवाई गर्नुहुन्छ, हामी उहाँलाई पछ्याउँछौँ। तब संसारको धर्म र ख्रिस्ट येशूको धार्मिकतामा फरक के छ भन्दाखेरि यहाँ फरक पाउँछौँ। र इसाई विश्वास कुनै धर्म संस्कृति वा कुनै परम्परामा रोकिँदैन, त्यहाँ गएर ठोकिँदैन, त्यहाँ गएर बाटो बिराएर अर्कै बाटो लाग्दैन। तर इसाई विश्वास चाहिँ प्रभु येशूलाई पछ्याएर जीवनको अन्त्य नहुइन्जेलसम्म ख्रिस्ट येशूलाई पछ्याइरहन्छ। धेरै मानिसहरू ठोकिएर ख्रिस्ट येशूदेखि पछि हट्नेहरू छन्। म त पहिले बाख्रा दिन्छु भनेर क्रिस्मा गएको थिएँ, बाख्रा पाइनँ। म त पहिले भैँसी दिन्छु भनेर क्रिस्मा गएको थिएँ, भैँसी पाइनँ र फर्केको। म त पहिले छोराछोरी पढाइदिन्छु भनेर भनेको थिएँ पास्टरले र क्रिस्मा विश्वास गरेको थिएँ। त्यहाँ पढाइदिएन, त्यहाँ पुगेर ठोकेँ म र त्यहाँबाट फर्केँ, मलाई ठेस लाग्यो भनेर भन्छन्। तर ख्रिस्ट येशूको धार्मिकता चाहिँ इसाई विश्वास कुनै धर्म संस्कृति वा कुनै परम्परामा गएर कुनै दिने कुरामा दिन्छु भन्ने प्रलोभनमा गएर ठोकिँदैन। त्यहाँ गएर ठोकेर ठेस खाएर मानिसहरू फर्किनु पर्दैन। तर ख्रिस्ट येशूमा तिनीहरू आफ्नो जीवनको निरन्तरता दिइरहन सक्छन्। जब हामीले ख्रिस्ट येशूको मृत्यु र उहाँको पुनरुत्थान तथा उहाँको दोस्रो आगमनमा विश्वास राख्छौँ अनि हाम्रो निम्ति क्षमादान दिनुभएको छ, पापको क्षमा भएको छ हाम्रो, र पापको क्षमा पाएका छौँ हामीले, अनन्त जीवन पाएका छौँ हामीले, अनन्त मृत्युदेखि अनन्त जीवन पाएका छौँ, पापमा मर्नुपर्ने अवस्थादेखि जीवन पाएका छौँ, अविश्वास र असत्यमा जिउनु पर्ने अवस्थादेखि सत्यता पाएका छौँ, अविश्वास र त्यस्तो अन्योलको जीवन जिउने अवस्थामा हामीले विश्वास र निश्चयताको जीवन पाएका छौँ भनेर जब हामी स्वीकार गर्छौँ अनि क्षमादान, सुरक्षा र आशिष तपाईँ र मेरो हुनेछ। र ख्रिस्ट येशूले तपाईँ र मलाई यी कुरा दिनुहुनेछ, क्षमादान, सुरक्षा र आशिष
हाम्रो जीवनभरि हाम्रो जीवन सँगसँगै रहन्छ। हामीले खोजिरहनु पर्दैन, तर सिर्फ खोज्नुपर्ने कुरा चाहिँ समाधान, सुरक्षा र आशिषहरू होइन, तर खोज्नुपर्ने कुरा चाहिँ ख्रीष्ट येशू नै हो। र ख्रीष्ट येशूलाई विश्वास गरेर उहाँलाई पाएपछि सब पापको क्षमा, जीवनको सुरक्षा र परिवारमा पाउनुपर्ने, जीवनमा पाउनुपर्ने आशिषहरू हाम्रो पछि पछि लागेर आउनेछन्। हामीले ती कुराहरूलाई खोज्दै खोज्दै यहाँ पाउने कि त्यहाँ पाउने, यहाँ भेटाउँ कि त्यहाँ भेटाउँ, कहाँ पाऊँ, कसरी भेटाउँ भन्ने होइन, तर ख्रीष्ट येशूलाई हामीले भेटाएपछि ती अरू उहाँद्वारा आउने जीवनका अरू थुप्रै क्षेत्रका आशिषहरू तपाईँ र मेरो पछि लाग्नेछ। र प्रभु येशू ख्रीष्ट यही अनन्तको जीवन दिनको निम्ति आउनुभयो र परमेश्वरलाई धन्यवाद होस्। अनि गुड फ्राइडे पनि आउँदैछ र गुड फ्राइडेमा सायद हामी सुन्दै थियौँ कतिजना ओस्लो जानुहुन्छ, कतिजना कोसकुरुन, र जे पनि हुन्छ परमेश्वरको भलाइको निम्ति र उहाँको सेवकाईको निम्ति हुन्छ। परमेश्वरले दिनुभएको भलाइको जीवन हाम्रो हो र परमेश्वरले दिनुहुने आशिष पनि हाम्रो हो र सेवा गर्ने काम चाहिँ हाम्रो हो। र परमेश्वरलाई धन्यवाद होस्। हामी प्रार्थना गरौँ। प्रार्थना गरौँ हामी। प्रभुजी, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ आजको सुन्दर समय र सुन्दर दिनको निम्ति। ख्रीष्ट येशू तपाईँ परमेश्वरले हामीलाई दिनुभयो। हामीले खोजेर, हामीले कहीँ लुकेको अवस्थाबाट निकालेर ल्याएको भेटाएको दिन होइन, तर तपाईँ परमेश्वरले हाम्रो अगाडि राखिदिनु भएको सुन्दर दिन शनिबार, प्रभु तपाईँले हप्ताको अन्तिम दिन हामीलाई दिनुभयो। धन्यवाद चढाउँछौँ। साथै हप्ताभरिको जीवन पनि त परमेश्वरले हामीलाई बडो सुचारू प्रकारले सञ्चालन गर्नुभयो र हाम्रा व्यावहारिक कुराहरू, घरायसी कुराहरू, सामाजिक कुराहरू, पारिवारिक कुराहरू र प्रभु जीवनका काम गर्ने ठाउँहरू, हिँड्ने बाटोहरू, भेटघाट गरेका मान्छेहरू सबैको साथमा त परमेश्वर हुनुभयो। र कामको क्षेत्रमा होस् अथवा घरमै बस्दाको अवस्थामा होस् अथवा हिँडुल गर्दाको अवस्थामा होस् अथवा हाट बजार जाँदाको अवस्थामा होस् अथवा नानीहरू स्कुल जाँदाको अवस्थामा होस् अथवा बिराम परेर हस्पिटल डक्टरहरूलाई भेट्न जाँदाको अवस्थामा होस्, तर जुनै अवस्था र जुनै परिस्थिति र जुनै समय पनि तपाईँ परमेश्वर हामीसँग हुनुहुन्थ्यो र तपाईँ परमेश्वर हामीसँग हुनुहुन्छ। त्यसकारण हामीले पाएको जीवन, हामीले बाँचेको जीवन तपाईँ परमेश्वरको आशिष र अनुग्रहमा हामी ढुक्कसँग बाँचिराखेका छौँ। प्रभु, तपाईँको आशिषमा हामी हिँडुल गरिराखेका छौँ, बोलिराखेका छौँ। तपाईँले दिनुभएको स्वास्थ्य जीवन र प्रभु तपाईँले दिनुभएको स्वास्थ्य सास प्रवास लिइराखेका छौँ र हामी जीवित भएर बोलिराखेका छौँ। प्रभु तपाईँलाई धन्यवाद चढाउँछौँ। तपाईँ परमेश्वरको महानताको निम्ति, तपाईँ परमेश्वरको भलाइ र करुणाको निम्ति प्रभु धन्यवाद दिन्छौँ। तपाईँ परमेश्वरलाई धन्यवाद चढाउँछौँ र हाम्रो जीवन नै, सारा जीवन नै जिउँदो बलिदान स्वरूप तपाईँको चरणमा समर्पण गर्छौँ र हामीसँग भएको जीवन हाम्रो निजी सम्पत्ति मात्र होइन, हामीले आफैले कमाएर पाएको, आय आर्जन गरेको कुनै सम्पत्ति र विशेष वस्तु अथवा थोक होइन, तर तपाईँ परमेश्वरले दिनुभएको जीवन हो। र यो जीवन एक समय तपाईँलाई नपाउँदाखेरि हामी भड्किरहेका थियौँ, हामी बाटो बिराएका थियौँ, हामी भड्किएर
संसारिक बाटोमा लागेका थियौँ र संसारिक मोज मस्तीमा हामी व्यस्त थियौँ। तर त्यो अवस्थाबाट तपाईँ परमेश्वरले हामीलाई निकालेर ल्याउनु भयो। त्यो अवस्थाबाट पापको दलदलमा फसिरहेको जीवनलाई तपाईँ परमेश्वरले निकाल्नु भयो। अन्धकारमा छामछाम छुमछुम गर्दै हिँडिरहेको अवस्थादेखि तपाईँ परमेश्वरले हामीलाई जीवनको ज्योति दिनुभयो र उज्यालो बाटो देखाउनु भयो, ताकि त्यो अन्धकारमा डुबिरहेको दलदल हिलोमा पापको दलदल हिलोमा फसिरहेको जीवन, त्यस अवस्थाबाट तपाईँ परमेश्वरले निकालेर हामीलाई प्रभु जीवनको ज्योति र डाँडामाथि बसालेको सहर र समाधान माथि राखेको बत्तीको उज्यालो तपाईँ परमेश्वरले दिनुभयो, ताकि त्यो बत्तीको उज्यालोमा हामी जीवनका हरेक कुराहरू प्रष्ट र छर्लङ्ग देख्न सक्छौँ। त्यो ज्योति दिनुहुने परमेश्वर तपाईँ हुनुहुन्छ। एक समय हामी शारीरिक आँखा पाए तापनि आत्मिक आँखा नखुलेको कारण हामी दृष्टिहीन थियौँ, गहिरो गरिकन देख्न सक्दैनथ्यौँ, गहिरो गरिकन सुन्न सक्दैनथ्यौँ, गहिरो गरिकन बुझ्न सक्दैनथ्यौँ। त्यस्ता अवस्थामा थियौँ। तर त्यस्तो अवस्थाबाट प्रभु परमेश्वरले हामीलाई प्रभु जीवनको अवस्थामा ल्याउनु भयो। आज हामी तपाईँ परमेश्वरको आवाजलाई सुन्न सक्छौँ, देख्न सक्छौँ तपाईँ परमेश्वरको कामलाई, र हामी बुझ्न सक्छौँ तपाईँको वचनबाट कि तपाईँ परमेश्वरले हाम्रो लागि कति ठुलो प्रभु काम गर्नुभएको छ भनेर। हाम्रो दिनको प्रत्येक दिनको जीवनमा तपाईँ परमेश्वर हामीसँगै हुनुहुन्छ, हामीलाई अगुवाई गर्नुहुन्छ, हामीलाई सहायता गर्नुहुन्छ, हामीलाई डोराउनुहुन्छ। असल र खराब के हो त्यो छुट्याउन सक्ने ज्ञान बुद्धि र विवेक दिनुहुन्छ। तपाईँलाई धन्यवाद चढाउँछौँ प्रभु। पवित्र आत्मा परमेश्वर तपाईँलाई धन्यवाद दिन्छौँ, जसले हामीलाई प्रभु आवश्यकता परेका ज्ञान र बुद्धिहरू दिनुहुन्छ, असल र खराब छुटाउन सक्ने क्षमता दिनुहुन्छ। तपाईँलाई धन्यवाद दिन्छौँ। आजको संगतिको निम्ति जो जति हामी भेला हुन सक्यौँ, तपाईँले जीवनमा स्वास्थ्य दिनुभयो, चङ्गाई दिनुभयो, हिँडडुल गर्न सक्ने क्षमता दिनुभयो प्रभु, शारीरिक बलहरू दिनुभयो प्रभु, मण्डलीसम्म आइपुग्न सक्ने प्रभु बलहरू दिनुभयो प्रभु। तपाईँलाई धन्यवाद चढाउँछौँ प्रभु। पलङमै सुतेर रहेको अवस्थामा पनि तपाईँ परमेश्वर हामीसँग हुनुभयो र हामीलाई फेरि स्वास्थ्य दिनुभयो, चङ्गाई दिनुभयो प्रभु। यो जीवनमा प्रत्यक्ष पाएका कुराहरू र जीवनमा कतिचोटि रित्तिएको खल्ती लिएर हामी हिँडिराखेका थियौँ। रित्तिएको हाम्रो गोजीहरू रित्तिएको थियो, हाम्रो प्रभु चामल राख्ने आरीहरू रित्तिएका थिए, हाम्रो प्रभु धेरै कुराहरू रित्तिएका थिए। तर ती अवस्थामा पनि तपाईँ परमेश्वरले हामीलाई कहिले पनि भोको राख्नु भएन प्रभु। जीवनमा कतिचोटि प्रभु हामी एक्लो र असहाय अवस्थामा थियौँ, तर पनि तपाईँ परमेश्वरले हामीलाई कहिले पनि छोड्नु भएन। तपाईँले दाहिने हात दिएर तपाईँको औँली हामीलाई समात्न दिनुभयो, ताकि तपाईँको सामर्थिलो र भरपर्दो हातको सहारा लिएर हामी हिँड्न सक्यौँ। तपाईँलाई धन्यवाद चढाउँछौँ प्रभु। हाम्रो शारीरिक बुवाले हामीलाई आफ्नो समय पुगेपछि छोडेर जान्छन्, बिर्सेर जान्छन्, संसारिक स्वार्थमा भुलेर आफ्ना सन्तानहरूलाई बिर्सन सक्छन् प्रभु, र शारीरिक मृत्यु उनीहरूमाथि विजय भएर हामीलाई छोडेर जान सक्छन्। तर तपाईँ स्वर्गीय पिताले कहिले पनि हामीलाई छोडेर जानुहुन्न, कहिले पनि एक्लो छोड्नुहुन्न, अनि कहिले पनि स्वार्थी प्रेमले हामीलाई प्रेम गर्नुहुन्न। तर ईश्वरीय प्रेम र त्यो अगापे प्रेमले हामीलाई प्रेम गर्नुहुन्छ र सम्हाल्नुहुन्छ। अनि जीवनका हरेक स्थिति र परिस्थितिहरूमा, हरेक कठिन अवस्थाहरूमा पनि
तपाईँ परमेश्वरले हामीलाई प्रभु साथमा राख्नुहुन्छ र चलाउनुहुन्छ। प्रभु सम्हाल्नुहुन्छ हाम्रो परिवारहरू हरेकलाई नै। प्रभु हाम्रो जीवन तपाईँ परमेश्वरको सामर्थ्यलो हातमा, शक्तिशाली हातमा परेको जीवन हो। त्यसकारण प्रभु हामी त्यति निराश र त्यति प्रभु कमजोर ठान्दैनौँ, किनकि हाम्रो जीवन त परमेश्वरको हातमा सुरक्षित छ, जसले हामीलाई जीवनमा अगुवाएर मार्गदर्शन गर्नुहुन्छ। धन्यवाद चढाउँछु त परमेश्वरको प्रेमको निम्ति। र बितेको दिनमा मात्रै हामीलाई आशिष गर्नुभयो भन्ने होइन, तर आगामी दिनहरू पनि त परमेश्वरको हातमा समर्पण गर्छौँ। जीवनका कदम कदमहरूमा त परमेश्वर साथमा हुनुहोस्। जीवनका हरेक क्षणहरूमा त परमेश्वरले हामीलाई चलाउनुहोस्, डोर्याउनुहोस्, तपाईँकै बाटो देखाउनुहोस् प्रभु, ताकि हामी निरन्तर तपाईँको बाटोमा जहाँनिर कुनै प्रकारको ठेस लाग्दैन, कुनै प्रकारको खुट्टा ठोकेर धर्म राउनु पर्दैन, कुनै प्रकारको लड्ने गिर्ने चोट लाग्ने त्यस्तो प्रकारको जीवन हुँदैन। त्यो बाटोमै तपाईँ परमेश्वरले हामीलाई बाँचुन्जेलको जीवन, निरन्तरको जीवन डोर्याउनुहोस्, ताकि हामी सुरक्षित साथ तपाईँमा भएर हिँड्न सकौँ। तपाईँलाई धन्यवाद चढाउँछौँ। धन्यवाद प्यारो परमेश्वर, तपाईँको महिमा होस्। येशू प्रभु तपाईँलाई धन्यवाद आजको सुन्दर समयको निम्ति, भेटघाट सङ्गतिको निम्ति, जो जति हामी भेला हुन सक्यौँ र हामी तपाईँको वचनबाट प्रभु सुन्न सक्यौँ, पढ्न सक्यौँ, स्तुति प्रशंसाका गीतहरू गाएर आफ्नो सृष्टिकर्ता परमेश्वरको आराधना गर्न सक्यौँ, तपाईँलाई महिमा चढाउन सक्यौँ। धन्यवाद दिन्छौँ प्रभु। तपाईँले जीवन दिनुभएको जीवनबाट हामी अरू कुरा के नै दिन सक्छौँ र तपाईँ परमेश्वरलाई प्रभु यो सारा जीवन जिउँदो बलिदान स्वरूप तपाईँको हातमा समर्पण गर्छौँ। आशिष गर्नुहोस्, अगुवाई गर्नुहोस्। येशू प्रभु तपाईँलाई धन्यवाद, धन्यवाद, धन्यवाद सबै कुराको लागि। येशू प्रभुलाई महिमा होस्। आमेन। हुन्छ, बाँकी समय फेरि रमेश भान्जालाई